के हजुरले पनि यो प्लान्ट लगायो भने घरमा झगडा हुन्छ भनेर सुन्नुभएको छ? अनि के यो प्लान्ट लगाएको भए पनि यस्तो कुरा सुनेर फ्याँक्नु भएको छ? तर के हजुरलाई थाहा छ, यसलाई थाइल्यान्ड अनि चाइनामा गुड लकको रूपमा लिइन्छ। यसमा फुल्ने 8वटा फुललाई 8 चाइनिज सन्तहरूको संज्ञाको रूपमा लिइन्छ। अझ थाइल्यान्डमा त जति धेरै फुल त्यति धेरै गुड लक ल्याउने विश्वास पनि गरिन्छ। अनि क्रिस्चियन धर्ममा यो प्लान्टलाई दुर्गुणमाथि सद्गुणको जितको रूपमा पनि हेरिन्छ, किनभने जिजसको शिरमा रहेको क्राउन अफ थ्रोन्स यही प्लान्टको एउटा प्रजाति थियो भनेर भनिन्छ। कि अब पनि हजुरले यो प्लान्टलाई फ्याँक्नुहुनेछ? यदि फ्याँक्नुहुन्न अनि घरमा लगाउनुहुन्छ भने अलिकति होसियार चाहिँ हुनुहोस् है, किनभने यसको काँडाले खोज्न पनि त सक्छ। त्यस्तै घरमा सानो बच्चा छ भने उनीहरूले नभेट्याउने ठाउँमा चाहिँ राख्न नभुल्नु होला है।